भइसक्यो बन्द गाई छैन। मलाई यस्तो डर लाग्यो गाई छैन यार। यहाँबाट तल देखाउँछु गाई छैन तपाईहरुलाई कस्तो छ। सूचना 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 भोलि चाहिँ मेरो बाउको बिहे छ गाई। मेरो बाउको बिहे छ गाई। ओइ के त आयो ओइ बुढो। लिटरली बुढो के त आछ गाई। आज गाई पार्टी होला जस्तो छ हैन। अर्को बाटो ल 8 बजार भइसक्यो बन्द गाई छैन। 8 बजार भइसक्यो बन्द गाई छैन। आंटी यो टावर कसरी दिनु? लड़की क्यूट तो है, ये तो मानना पड़ेगा। ल ल ल ल ल सूचना 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 भोलि चाहिँ मेरो बाउको बिहे छ गाई। मेरो बाउको बिहे छ गाई। चाहिँ मेरो बाउको बिहे छ गाई। भोलि चाहिँ मेरो बर्थडे थियो हैन, तर यसो विश गरिदिने मान्छे छैन क्या यार। त्यतातिर के पाइरहेछ क्या तर के रहेछ अमिलो रहेछ। ठिक ठिक 10 मै 10 मा सस्तो भएन र भने गाडीमा फुट्यो आज क्या तेरिका। ल ल लगाऊ हजुर लगाऊ। सस्तोको माल मस्तोमा हैन, तर फ्रीमा पनि पाइन्छ गाइज। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? आफ्नो पैसा थिएन त्यही भएर मात्रै नलगे। गाइज पैसा भइदिएको मैले लाने थिएँ क्या यहाँबाट। गाइज आज मेरो यो थोपडा देखिराख्नु भएको छ नि, यो चाहिँ आइफोनले सुट भइरहेछ। तपाईँले सोचिराख्नु भएको होला एन्ड्रोइडले होइन गाइज होइन। तपाईँ सही अरे यार गलत सोचिराख्नु भएको छ। अनि अगाडि ओइ ओइ ल चल त चल अगाडि चल त। कहाँ यता किन गएको? यता यता गएको भनेको गाइज गए पनि अब हाम्रो त्यता 5 कट्ठा छैन र त्यही जाला। ओ माई गड मलाई यस्तो डर लाग्यो गाई छैन यार। यहाँबाट तल देखाउँछु गाई छैन तपाईहरुलाई कस्तो छ। गहिरो देखिरहेछ गाई छैन। मलाई डर लागिरहेछ यार तर डेफिनेटली गाइज। ओए गाइज गाइज हाम्रो यो ढुङ्गातिर माछा पाइन्छ नि त, त्यही भएर यसो ट्राई हान्दिउँ भनेर मात्रै हो हैन। अरू कुरा के हैन, यस्तोमा पाइन्छ नि त गाइज। ओइ के त आयो ओइ बुढो। लिटरली बुढो के त आछ गाइज कसम भने यार। कसम के त आएछ। ओ माय गॉड गाइज यसलाई हामीले छोडिदियौँ हैन, किनभने यसको पनि जिन्दगी हो त्यही भएर। ल ठिक छ। कति बाटो छ भने यार कस्तो यार लास्टै बाटो छ भने यार। धन्नै भाग्यो यो त भागिहाल्छ कसम। भाग्यो भनिदिँदैन अब नसोचेर। ओइ त्यो माछालाई ल्याउ त हैन यता ल्याउन मुला सोचेर हाम्रो हातमा गो भाइ एकदम छ त्यही ढुङ्गा त। मारिदिए भित्र यसलाई मारिदियो। हातमा लाग्यो लाग्यो भने त मरेको पठाइ अर्को यो कसै बसे क्या पछि पछि त्यहाँ मरेको माग अरू खोज्नु नि। ल यता यता अरू ल अघिको माछा कहाँ गयो? छोप्न दिएर मजा आइरह हेर्न चाहिँ। यो ढुङ्गा त ल यसलाई
साँझ आइहाल्छ कि ब्लग उही छैन त यहाँ त उठान ढुङ्गा त्यो पिला हालेको छ मलाई डर लागिरहेको छ खोज्यो के त छ तर डर लागिरहेको त्यो फेरि भागिहाल्छ पिक्चर ओ गाइस अर्को माछा ल आज त म्याड आज गाइस पार्टी होला जस्तो छ हैन भिडियो बन्द गरौँ लेट्स सी गाइस लेट्स सी ल आई गो ओ माय गॉड यस्तो होल तर यो माछा दामी दामी छ नि यहाँ हैन नबिला भोलि दिउँसै ल्याउनु यो माछा मार्ने वाला हो जाल गाइस अब चाहिँ हामीले के गर्ने प्लान भयो भनेपछि यो माछा छ नि गाइस यस्तो यस्तो हामीले चाहिँ धेरै मारिसक्यौँ नि त अनि माछा मार्ने टोली चाहिँ उ पर छ त्यो म चाहिँ खुसमै रखौँ साँझको मौसम पुरै डुबिसक्यो क्या मस्त भ्यू देखिरहेको छ गाइस छैन साँझ साँझ हामीले यो पुलमा मजा आउँछ गाइस छैन त्यही भएर आज यसो घुम्न आइदिएको केटाहरूसित मजाको छ अनि अघि चाहिँ हामीले उ पर उ त्यहाँ तलतिर माछा पनि मारेका थियौँ गाइस होइन जो माछा आज हजुरहरूले देख्नुभयो नि माछा कस्तो बवाल तरिकाले मारेको थिएँ मैले अनि जोस् मजा आयो माछा पनि मारेर अनि केटाहरूले उता पर रिल बनाइरहेछ गाइस छैन त्यो आइफोनले बनाइरहेछ फेरि हजुरहरूले सोचिराख्नु भएकोलाई एन्ड्रोइडले बनाइरहेछ त्यस्तो होइन गाइस नो त्यस्तो होइन आइफोनले बनाइरहेछ आइफोन भनेको चाहिँ खतरा हो नि त फेरि फोन एउटा कुरा के गाइस छैन मेरो भविष्यमा त अब मैले आइफोन देख्न पाउँला कि नपाउँला गाह्रो छ सायद अब मैले त अब देख्न पनि छुन पनि नपाउँला सायद होइन तर अहिले भिडियो बनाएपछि मौका चाहिँ छ है आइफोनको त्यही भएर गाइस म निस्किनु पर्ने हुन्छ आइफोनको भिडियो आइफोनबाट भिडियो सुट गर्नको लागि म निस्किरहेको छु जस्ट ल एक दुई तिन ल आइफोनले भिडियो सुट भइरहेछ गाइस आइफोन त आफै कटा पनि भएको त ओ माय गॉड क्या ह्यान्सी आयो छ ओ यो क्यामेराम्यान खै यति ह्यान्डसम छ नि यो यति ह्यान्डसम छ हेर है हेर अलि लाग बनाउने भए ल यो बवाल भिडियो छ गाइस फाइनली मैले चाहिँ अब आफ्नो भिडियो पनि सुट गरिसकेको छु हैन आइफोनले त्यही पनि मेरो केटाहरूले बनाइदियो मेरो भिडियो मेरो साथीको भिडियो भइरहेछ गाइस हैन ओ माय गाइस आज चाहिँ मेरो सपना पुरा भयो क्या तर मैले आजसम्म कहिले सोचेको थिएन कि गाइस मैले पनि आइफोनले भिडियो सुट गर्न पाउँला भनेर तर आइन यार आज चाहिँ मैले मेरो सपना पुरा गरेँ के गाइस त्यही पनि मेरो केटाहरूको कारणले तर गाइस मैले आइफोन त भिडियो सुट के गाइस छैन म त छुन समेत पाउँथेन गाइस छैन तर आज चाहिँ मैले आइफोनले भिडियो बन्यो भनेपछि दोस्त तिमीले आज भर्खर आइफोनले भिडियो बनायो नि त फर्स्ट टाइम ठिक छ गाइस अब आजको भलकलाई पनि यतैतिर व्यवस्थापन हान्नु पर्ने हुन्छ सो तपाईहरुलाई आजको यो भलक के कस्तो लाग्यो यसो कमेन्ट गर्नु होला नेक्स्ट भलगको लागि वेट गर्नु होला गाइस हाम्रो केटाहरु चाहिँ बाटो लाग्यो त्यही भएर म पनि बाटो लाग्नु पर्ने हुन्छ त्यही हो गाइस ल लेट्स गो